हाई एभ्रिवान, आमाको उपहार च्यानलमा हजुरलाई स्वागत छ। आजको भिडियोमा प्योर लोकल भालेको रेसिपी मैले लिएर आएको छु। चिची लिन आएको के को भालेको कसरी कराउँछ भाले यस भिडियोमा मासु कसरी पकाउने भनेर स्टेप बाइ स्टेप भन्दा पनि सानो परिवारमा मासुलाई कसरी पकाएर खान सकिन्छ भनेर मैले शेयर गर्न गइरहेको छु। मेरो विशेष अनुरोधमा पसले दाइले इलामको एकदमै छिप्पेको प्योर लोकल भाले ल्याइदिनु भएको थियो अनि उहाँले नै काटेर यसरी पिस पिस बनाएर मलाई रेडी गरिदिनु भएको थियो। मेरो बच्चालाई एकदमै मनपर्ने भएको कारण थोरै थोरै क्वान्टिटीमा मैले 2-3 साग बनाएर उसलाई दिएको थिएँ। आजको रेसिपीको लागि यो प्लेटको मैले रेडी गरेको छु भने बाँकी दुईटा प्लेटको चाहिँ अर्को 2 दिनको लागि मैले स्टोर गर्नलाई यसरी प्लास्टिकको हेल्प लिएको छु। मासुमा लगाउनको लागि मैले एउटा टमाटर, प्याज, हरियो लसुन, ल्वाङ, सुकमेल अनि जिरा, ज्वानो र मेथी, बेसार अनि अदुवा लसुनलाई लिएको छु। सबैभन्दा पहिला कराईलाई तताएर त्यसमा घिउ राख्नुपर्ने हुन्छ। यदि मासुलाई मिठो बनाउने हो भने घिउ मात्रैको प्रयोगले पनि एकदमै मिठो हुन्छ। यदि हजुरले मासुमा सुपवाला बनाउने हो भने त्यसमा घिउ राख्दा एकदमै मिठो हुन्छ है। हजुरले पनि ट्राई गर्नु होला। यसरी मैले घिउ राखेँ, मसला राखेँ अनि मासुलाई राम्रोसँग अल्टै पल्टै गरेर 10 मिनेट जति चलाएँ अनि त्यसपछि पानी राख्दै बोइल गरेँ। किनभने यो छिप्पेको सानो भए पनि छिप्पेको भाले भएको कारण मैले आधी घण्टाभन्दा बढी त पानी राख्दै बोइल गरेँ। अनि त्यही बिचमा मैले टमाटर, प्याज, नुन, मसलाहरूलाई पनि सबैलाई राखिसकेँ र अहिलेको यो भिडियो चाहिँ देख्न सक्नुहुन्छ फाइनल खानुको लागि रेडी भइसक्यो। यसरी मैले सुप अनि मासुलाई सानो सानो पिसमा रेडी गरेर बच्चालाई सर्भ गरेको छु। उसलाई चाहिँ सुप एकदमै मनपर्ने भएको कारण तातो भए पनि उसले लिन खोजिरहेको थियो, तर मैले रोकेँ अनि उसले मासु अनि खानालाई राम्रोसँग इन्जोय गरेर खाएको थियो। उसले आफ्नो भागको लगभग खाइसकेपछि अनि फेरि मेरो भागमा रहेको खुट्टा उसलाई राम्रो लागेछ अनि त्यसलाई पनि लिएर उसले एकछिन इन्जोय गर्यो। भाले एकदमै छिप्पेको रहेछ, त्यसै कारण बाँकी रहेको मासुहरूलाई चाहिँ मैले राम्रोसँग सिट्ठी लगाएर मात्रै खाने निर्णय गरेँ। र अर्को दिनको भिडियो हो यो। अर्को दिन मैले बाँकी रहेको मासुलाई एकदमै राम्रोसँग सिट्ठी लगाउनको लागि तयारी गरिरहेको छु। मासु, नुन र पानी मात्रै राखेर 6 सिटी जति लगाउनु पर्ने हुन्छ। त्यसै क्रममा साइडमा मैले इस्कुसलाई पनि बोइल गर्दैछु र आलुलाई पनि फ्राई गरेर रेडी गर्दैछु। यतिन्जेलमा मासु पनि राम्रोसँग पाकिसकेको छ, देख्न सक्नुहुन्छ। अनि यसलाई मैले साइडमा सारेँ अनि त्यसपछि कराईमा घिउ हालेँ, मसलाहरू सबै हालेँ अनि मासुलाई 2 मिनेट जति मात्रै फ्राई गरेँ र बोइल गर्दा जुन पानी थियो त्यो पानीलाई नै राखेर फेरि अर्को दिनको लोकल भालेको सुप रेडी भइसकेको छ र खानको लागि यसरी सर्भ पनि गरिसकेँ मैले बेबीलाई। अनि फेरि बाँकी रहेको अन्तिम छाकको लागि मैले फ्रोजनमा राखेको थिएँ मासुलाई। यसलाई निकाल्दा एकदमै मैले हातले छुटाउनै सकिनँ, त्यसै कारण मैले फेरि कुकरमा राखेँ अनि पानीमा राखेँ 10 मिनेट जति। त्यतिन्जेलमा एकदमै राम्रोसँग यो फुक्का भइसकेको थियो अनि त्यसपछि मैले यसलाई पनि त्यसै गरी नुन पानी राखेर 5-6 सिटी लगाएँ अनि त्यसपछि त्यही पहिला जस्तै फेरि कराईमा मासुलाई एकैछिन फ्राई गरेँ, मरमसलाहरू राखेँ अनि सुपलाई रेडी गरेर पनि मैले बच्चालाई सर्भ गरिसकेको छु। हजुरले देख्न सक्नुहुन्छ यसरी लोकल भालेको सुपलाई मेरो बच्चाले एकदमै इन्जोय गरेको देख्न सक्नुहुन्छ। हजुरहरूले पनि आफ्नो बेबीहरूलाई यसरी बनाएर दिन सक्नुहुन्छ। अहिलेसम्म भिडियो हेरिदिनु भएको लागि धन्यवाद। यदि भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।